हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ रोमानियामा पानी परेको छ अनि आज चाहिँ हाम्रो ड्युटीको फर्स्ट दिन। आज हामी काममा जाँदैछौँ। हाम्रो अफिसमा बोला हाम्रो अफिस चाहिँ त्यो अलिअलि सेतो सेतो देखेको थियो। हाता छैन, हेर्नु हामी त नयाँ आएको, हाता छैन हामीसँग। त्यही भएर पानीमा भिज्दै भिज्दै हिँडिरहेको। त्यति ठुलो पानी त परेको छैन, अलिअलि हो, केही छैन, ठिकै छ। दुःख त गर्नै पर्यो नि, दुःख गर्न भनेर आएको होइन, दुःख गर्नु पर्यो। ल, हामी चाहिँ अब अफिसको नजिक आइसक्यौँ। यस्तो हरियाली छ, रमाइलो छ। यस्तो पानी परेको बेलामा त तातो तातो थुक्पा, झोल मोमो मजाले बनाएर खाएर सुत्नु पायो भने पो मजा आउँथ्यो होला है। के गर्नु, काम गर्न आएको अर्काको देशमा काम गर्नु परिहाल्यो। ल, म चाहिँ त्यति भन्न आएको गाइस। बाई बाई।